यो कथा असुरहरूको राजा गजमुखको हो, जसले चारैतिर आफ्नो आतंक फैलाएको थियो र ऊ तिनै लोकमा सबैभन्दा शक्तिशाली बन्न चाहन्थ्यो। यति मात्र होइन, गजमुखको चाहना सबै देवी देवतालाई आफ्नो बसमा पार्ने थियो। यसैले ऊ भगवान शिवको निरन्तर तपस्या गर्दै थियो। शिवजीबाट वरदान प्राप्त गर्नको लागि गजमुख आफ्ना महलबाट बाहिर निस्केर वनमा गयो र त्यहाँ बिना आहार पानी दिनरात शिवजीको तपस्या गर्न थाल्यो। गजमुखको यो कठोर तपस्या धेरै वर्षसम्म चल्यो। एक दिन शिवजी गजमुखको तपस्या देखेर प्रसन्न हुनुभयो र उसलाई दर्शन दिनुभयो। शिवजीले गजमुखलाई वरदान माग्न भन्नुभयो। त्यसपछि गजमुखले शिवजीसँग दैवीय शक्तिहरू माग्यो र उसको शक्ति धेरै बढ्यो। शिवजीले उसलाई यस्तो शक्ति दिनुभयो जसले गर्दा उसलाई कुनै पनि शस्त्रले मारिन सकिँदैन थियो। वरदान पाएपछि गजमुख अझै अहङ्कारी भयो र उसले आफ्नो शक्ति गलत तरिकाले प्रयोग गर्न थाल्यो। उसले तिनै लोकलाई कब्जा गर्न देवी देवतालाई आक्रमण गर्न थाल्यो। गजमुखको आतंकबाट ब्रह्मा, विष्णु, महेश्वर र गणेश मात्रै बच्न सक्थे। गजमुख चाहन्थ्यो कि सबै देवी र देवता उसको पूजा गर्न थालुन्। गजमुखको आतंकबाट दुखी भएर सबै देवी देवता ब्रह्मा, विष्णु र महेश्वरको शरणमा गएर मद्दत मागे। त्यसपछि शिवजीले गणेशजीलाई गजमुखलाई रोक्न पठाउनुभयो। गजमुखले गणेशजीको कुरा नमान्दा दुवैको बीचमा भयङ्कर युद्ध भयो। यस युद्धमा गजमुख गम्भीर घाइते भयो। तर त्यसपछि पनि उसले हार मानेन र उसले आफ्नो रूप परिवर्तन गरियो र मुसा बन्यो। त्यसपछि गजमुख मुसाको रूपमा बाल गणेशजीमाथि आक्रमण गर्न दौडियो। त्यसमा गणेशजी कुदेर उसलाई थिचेर राखे र गजमुखलाई सधैँको लागि मुसामा परिणत गरिदिनुभयो। यससँगै गजमुख सधैँका लागि गणेशजीको प्रिय मित्र र उनका वाहनको रूपमा बस्न थाल्यो।